एकचोटि यो रन्डीको बानको कुरा सुन त केटा। मित्रहरू आज अचम्मै लाग्यो भारतले नेपालको भूभाग मिचेको अवस्था हो। लिपु लेक लिम्पियाधुरा कालापानीमा हाम्रो भूभागमा बाटो बनाएको अवस्था छ। यसले गर्दाखेरि त्यो सम्बन्धी निकै प्रश्नहरू मैले सोधेको थिएँ। त्यसको जवाफ दिनको लागि प्रधानमन्त्री आज तालिकामा थिएन, सदनको बैठक हुन्छ भन्ने तालिकामा थिएन। बिना तालिका होइन तपाईँको चाहिँ सदनको बैठक बोलाएछन्। म चाहिँ त्यहाँ तपाईँको थिइनँ होइन, पूर्वतिर आएको छु। त्यो मौका छोपेर भनौँ न अब के भनेछ भन्दाखेरि प्रधानमन्त्रीले भारतले हाम्रो भूभाग मिचेको होइन, नेपालले चाहिँ भारतको भूभाग मिचेको रहेछ भनेछ। कति हाँस भुटियारा प्रधानमन्त्री। यो रन्डीको बान यो खाते किन जन्मेको भनेको मुजी खाते मुजी यो कसैले यसको मुखमा गु बजारिदियो त मुलाहरू, कसैले यसको मुखमा गु हालिदियो त कस्तै मुजी जन्मिन्छ यार नेपालमा। यार नेपाल जस्तो देशमा यस्तो मुजी खाते जन्मिनु भनेको त लाजै मर्दो या लाजै मर्दो। कस्तै मुजी बुद्धि न जुद्धीको मुजी गेडा रहेछ यो रणमतीको छोरो। थुक्क मुजी हर्के।